एक्सिडेन्ट भइरहेको थियो अस्ति नै त्यो उसको रमाइलोमा डाँडाको रमाइलोमा एक्सिडेन्ट भयो मेरोमा। तर त्यो मेरो एक्सिडेन्ट गल्ती थिएन, त्यो अर्को मान्छेको गल्ती थियो। त्यो मान्छे वापसी गएको क्रममा मलाई हानेको थियो, तर उसको लाइसेन्स थियो, त्यो लाइसेन्स थिएन। त्यही भएर मलाई ठुलो आपतमा पार्यो। पुलिस केसमा हानेर त पुलिस केस हानेको बाद त्यो अपरेसनको 50-50 हुन्थ्यो। गाह्रो छ यार बाइक चलाउने यार, राम्रोसँग चलायो भने पछाडिदेखि हालिदिन्छ। आफ्नो लाइसेन्स नहुँदासम्म त बाइक नछोकेर आउनु साथीहरू। त्यसैले लाइसेन्स नहुँदासम्म बाइक चाहिँ रमाइलोमा लिएर नहिँड्नुहोस्, त्यही भन्न चाहन्छु। हस्त।